बलात्कृत हुनु भनेको एउटा सामान्य गालामा झापड हान्नु जस्तै हो भनेर अभिव्यक्ति दिने हाम्रो माननीय सविता गौतमजीलाई तपाईँहरू के भन्न चाहनुहुन्छ? उहाँले आफ्नो सिट त सुनिश्चित गरिसक्नु भएको छ। भोलि उहाँको शपथ ग्रहण सँगसँगै उहाँले कानुन मन्त्रालय सम्हाल्नुपर्ने अभिभार आयो र कानुन संशोधन गर्नुपर्ने अभिभार उहाँमाथि आयो भने उहाँले कस्तो किसिमको कानुन बनाउनु होला अथवा कस्तो किसिमको कानुन चाहिँ संशोधन गर्नुहोला? के लाग्छ तपाईँहरूलाई? के साँच्चीकै रासोपाको सरकारले नेपालमा फाँसीको सजाय ल्याउला त? सम्भव छ यो कुराहरू? यिनै विषयमा थोरै चर्चा गरौँला आज। नेपालमा कैयौँ नाबालिकाहरू नाबालिका होइन कैयौँ नाबालिकाहरू चाहिँ बलात्कृत भएर आफ्नो अकालमा ज्यान गुमाइसकेका छन्। कैयौँ बालिकाहरूले हाम्रो समाज पुरुष प्रधान समाज 33% हाम्रो महिलाहरूलाई चाहिँ एउटा अधिकार दिएको छ। 50-50 पनि छैन। अब रासोपाको सरकारले 50-50 गर्यो भने थाहा छैन होइन। तर एउटा महिला जब बलात्कृत हुन्छन्, एउटा महिलाहरूलाई दासी प्रथा अथवा दासी सोच्ने प्रथा नेपालमा यथावत छ र यो जडको रूपमा छ र यो निरन्तर चलि नै रहन्छ। जहाँसम्म लाग्छ मलाई यो निरन्तर चलि नै रहन्छ। जब एउटा नाबालिका बलात्कृत हुन्छ, उसले ज्यान गुमाउँछ अकालमा, त्यस पछाडि त्यो पीडितका तस्बिरहरू, त्यो पीडितका चाहिँ नाम, त्यसका फोटोहरू, भिडियोहरू हरेक चोकमा टाँसिन्छन्, पर्खालमा टाँसिन्छन्, सिनेमा हलका पोस्टर जस्तो। बुझ्नुभयो नि? सिनेमा हलका पोस्टर जस्तो सामाजिक सञ्जालका भित्तामा टाँसिन्छन्, हरेक भित्तामा टाँसिन्छन्। तर जसले बलात्कार गरेर मार्यो, जो त्यो बलात्कार गरेर मार्ने एउटा अपराधी छ होइन, बलात्कारी छ, त्यसले विदेशमा हुन्थ्यो भने फाँसीको सजाय उहिल्यै पाइसक्थ्यो। तर हाम्रो देशमा वारे वाह मेरो देशमा हाम्रो देशमा त्यसको नाम, त्यसको अनुहार सार्वजनिक गर्ने समेत कानुन छैन। याद गर्नुभएको छ तपाईँहरूले? त्यसको अनुहार समेत जनताले देख्न पाउँदैनन्। त्यो बलात्कारी कस्तो थियो भनेर हेर्न समेत पाउँदैनन्। त्यसलाई ल्याएर भोटे कुकुरको ग्याङमा छोडिदिनु पर्ने, एउटा बाघको चाहिँ तपाईँको त्यो खोरभित्र हालिदिन पर्ने, त्यसको चाहिँ छिद्रा पारेर त्यसलाई लुसेर खाँदाखेरि त्यसलाई कस्तो हुन्थ्यो, त्यसलाई फिलिङ आउन पर्ने, त्यस्तो किसिमको कानुन नेपालमा बन्न पर्ने अथवा फाँसीको सजाय हुन पर्ने। फाँसी भनौँ भने त मरिहाल्छ, सकिहाल्छ, त्यो सिद्धिन्छ, त्यसले केही थाहै पाउँदैन। त्यसलाई चाहिँ बाघको खोरमा लगेर त्यसलाई चिथोरेर नङरेर त्यसलाई चाहिँ 50वटा टोक्ने कुकुरको बिचमा लगेर हालिदिन पर्ने। त्यस पछाडि थाहा हुन्छ कि त्यसलाई बलात्कार भनेको के रहेछ भनेर। साथीहरू, कहिलेसम्म बाँचिरहन्छन् हाम्रा चेलीबेटीहरू चाहिँ बलात्कारीको चपेटामा? बलात्कारीको पन्जाभित्र कहिलेसम्म पर्छन् हाम्रा छोरीचेलीहरू, हाम्रा नारीहरू, हाम्रा दिदीबहिनीहरू, हाम्रा आमाहरू? कहिले आउँछ देशमा फाँसीको कानुन? भन्नुहोस् त। कति नाबालिकाहरू मरेका छन् हेर्नुहोस् त। ती होनाहार बहिनीहरू, होनाहार बालिकाहरू, छोरीहरू आज देशका कर्णधार युवाहरू बनेर देश चलाउने ती नारीहरू। सविता गौतमको यस्तो अभिव्यक्तिले जहाँसम्म चित्त दुखेको छ, तर यिनै नारीले जितेर आउँदाखेरि कता चिसोपन्ची पसेको छ मुटुमा होइन। हाम्रा समाजमा यस्ता नारीहरूले देश चलाउँदैछन् कि जहाँ बलात्कार भनेको गालामा थप्पड हाने जस्तो हो भन्दैछन्। के भन्नुहुन्छ तपाईँहरू? के भन्नुहुन्छ? नारीलाई कहिलेसम्म दासी बनाउने? कहिलेसम्म दासी बनाउँछस् पुरुष नारीलाई? केही छैन, नारीबाट पीडित भयो भने छन् होलान्, 1-2 चामलमा बिहा जस्तो कोही होलान्, तर धेरै जसो नारीहरू आज बलात्कृत भएका छन्। तपाईँहरूले कहीँ कतै सुन्नुभएको छ आजसम्म कुनै पनि पुरुष बलात्कृत भयो भनेर? काहीँ सुन्नुभएको छ? काहीँ पनि सुन्नुभएको छैन, काहीँ देख्नु भएको छैन। कुनै पनि पुरुष बलात्कृत भएर मरो अरे भनेर काहीँ पनि तपाईँहरूले देख्न पाउनुहुन्न, सुन्न नि पाउनुहुन्न। भनेपछि कतिसम्मको अन्याय छ हाम्रो देशमा भन्नुहोस् त। हामीले छोरीचेलीहरूलाई कसरी बचाउने? हाम्रा छोरीचेलीहरू पढ्नको लागि किताब बोकेर स्कुल जान नपाउने? हाम्रा छोरीचेलीहरू घाँस काट्न, दाउरा बोक्न चाहिँ जङ्गल जान नपाउने? त्यस बलात्कारीको शिकार बन्नुपर्ने हाम्रा छोरीचेलीहरू कसरी जोगाउने? हाम्रा छोरीचेलीहरूलाई हाम्रा छोरीचेलीहरू कुनै ठाउँमा बजार एक्लै जान नपाउने? हाम्रा छोरीचेलीहरू स्वतन्त्र भएर बाँच्न नपाउने, खुलेर कुनै पनि ठाउँमा हिँड्न नपाउने? यो कस्तो किसिमको कानुन हो मेरो देशमा? कुनै पुरुषहरूले ल्याएका छन्, 1 महिना बिहे भएको 1 महिना पनि नभई छोडेका छन्। यस्ता घटनाहरू यत्र तत्र सर्वत्र छन्।
के मैला थाङ्नु हो तपाईँले जे सोच्यो त्यही गर्नलाई? मैला को हो तपाईँको? तपाईँको टालो हो, जता टालो जता तपाईँको घाउ लाग्छ त्यतै टाल्न मिल्ने? गुडिया हो, जता नचाहे त्यतै नाच्नुपर्ने? अनि घर सम्हालेर तपाईँको प्रपर्टी सम्हालेर तपाईँका सासू ससुरा नन्द आमाजु घरका परिवार सम्हालेर बस्दिनु पर्ने तपाईँले स्वतन्त्रता हनन गर्ने तपाईँको त्यो हो नारी? त्यो हो खेलौना हो नारी? यतिसम्म अन्याय गर्नुहुन्छ एउटा नारीलाई? अर्काको छोरीचेली बिहे गरेर ल्याउनुहुन्छ, त्यस पछाडि सोच्नुहुन्छ तपाईँहरू सम्पत्ति खान आई भनेर सोच्नुहुन्छ। होइन, सम्पत्ति खान आएको छोरीले कमाएको उसका बाबुआमालाई दिन सक्नुपर्छ। कुनै त्यो माइतीले जन्माएर हुर्काइसकेपछि त्यत्रो भएर पढाएर बढाएर त्यत्रो संस्कार सिकाएर एउटा अर्काको घरमा दिँदा त्यो बेदान गर्दा कति खर्च लाग्छ त्यो माइतीको? त्यो कसले बेहोर्छ? अनि लगेर अर्काको छोरीचेलीलाई थाङ्नु बनाउने, सडकमा छोड्ने, 1 महिना पनि नभइकन बिहे गरेको 1 महिना पनि नभइकन छोडिदिने तपाईँले? त्यो बलात्कार हो कि होइन? त्यो नारी बलात्कृत हो कि होइन? यतिसम्म अपराध गर्छस् पुरुष? थु तेरो जुनी! त्यही नारीबाट जन्मेको होइनस्? तेरो आमालाई बलात्कार गर्नु र त्यो एउटा नारीलाई बलात्कार गर्नुमा केही फरक छैन नि? उही हो नि नारी त। तर तैँले कहिल्यै सोचिस् यो नारी मेरी आमा समान हो भनेर? कहिले पनि सोच्न सकिनस् पुरुष। तँभित्र यतिसम्म अहमता छ, यतिसम्म अज्ञानता छ, यतिसम्म आक्रोश छ, यतिसम्म घमण्ड छ कि म भन्दा ठुलो कोही पनि छैन भन्ने छ। तर जसरी पनि तैँले नि मर्नुपर्छ, एउटा नारीले नि मर्नुपर्छ। इज्जत गर्न सक्दैनस् नारीलाई भने किन विवाह गर्नु? किन छोरीचेली जन्माउनु? किन चाहियो तँलाई श्रीमती? किन चाहियो तँलाई आमा? किन चाहियो तँलाई चाहिँ श्रीमती? लाज शरम पचेका अपराधीहरू, जो बलात्कारी छ, जो अपराधी छ, त्यो अपराधीलाई सडकमा ल्याएर जनताको सामु छोड्दे कि 50वटा भोटे कुकुरको सामु छोड्दे कि सिंहको सामु छोड्दे, बाघको सामु छोड्दे? होइन भने हाम्रा बलात्कृत छोरीहरू यसरी नै अन्यायमा परिरहनेछन्, यसरी नै मरिरहनेछन्। होइन भनेदेखि हाम्रा छोरीचेलीहरू मात्र होइन, भोलिका दिनमा हाम्रा घरका बाख्राहरू, भैँसीहरू, गाईहरू, कुकुरहरू सबै बलात्कृत हुने दिन आइरहेको छ नेपालमा। म यो ठोक्क गरेर भन्दैछु आज। के सोच्नु छ तपाईँहरू? कुनै पनि अपराधीले यसरी खुलेलाम हिँड्न नपाओस्, एउटा अपराध गर्न नपाओस्। एउटा अपराधीलाई कठघरामा ल्याउने एउटा कानुन बनोस्, यस्तो मजबुत कानुन बनोस् कि त्यो बलात्कारीले फेरि दोस्रो पटक कुनै पनि बलात्कार गर्ने मानसिकता भएको व्यक्तिले फेरि पनि दोस्रो पटक फर्केर हेर्नु नपरोस् कि म अब बलात्कार गर्छु कसैलाई भनेर त्यसले सोच्न पनि नसकोस्। त्यो किसिमको कानुन नेपालमा जन्मिनुपर्छ, त्यो किसिमको कानुन निर्माण हुनुपर्छ र देश र जनता सुखी भएर रहनुपर्छ र देश सधैँ हाँस्नुपर्छ, विश्वमा नमुनाको रूपमा चिनिनुपर्छ। जय नेपाल, जय होस्।